हैन कताबाट काट्ने भनेर चाहिँ उयो गर्नु न सिक्नलाई चाहिँ यहाँ त देखिएन त्यही नि सरहरु आउन न सरहरुले आउन खिच्ने हाम्रो सर हरायो भाग्ने ल के सरहरु आउन ल सर ल कुन सर आइसक्यो ल सबैजना हेर्नु हेर्नु ल यहाँ पसर खेल्नु मुगाल पहिला पुरो देखाउ न पहिला पुरो देखाउ ल अनि तपाईँ हातमा लो लो सरले खिच हो मैले चाहिँ हो त्यो हात समाको भाटै काट्ने हो ए हो खेतै लाएर टुप्पोमा त हामीलाई वेट हुँदैन ल है हेर्नु है सबैले तेल निकालेर देखाउनु पर्यो तपाईहरु त किन काटेन तेल कस्तो हुन्छ हेर्नु पर्यो सिलौटामा मिसिनै हेर्न जाने हो नि यहाँ त्यसै छ ठ्याक्कै कारखाना हेर्ने हो नि मिसिन त के हेर्नु अब कारखाना हेर्न यहाँ आधा घण्टा लाग्छ हो त्यो काटेको नि लो अब हैन यो कसो गरी काट्नु पर्छ एकचोटी चाहिँ अब हामीले काटेसक्यो अब सरकारको गयो नि ए त्यति पात लगेपछि चाहिँ तेल धेरै आउँछ दिगो पनि हुन्छ तल झिक्रा चाहिँ काट्नु भएन के सर उतिन हैन है अब यो फुल पातमै लानु पर्यो हैन त्यो सबै पेल्ने मेसिनमै लगेपछि अनि अरु ठाउँमा उम्रिन नपाइने फेरि नउम्रिने कारण त्यो फुलमै अनि एउटा कुरो नि यो माथि काट्ने भन्नुभयो हैन यो बाँकी रह्यो नि त अब यसमा त्यहाँबाट चाहिँ पलाउने यसमा त छिटो पलाउँछ हैन काट्न फेरि तलै यो के फुले सिधा काट्यो अर्को गाटो पनि छ नि फेरि धेरै यहाँबाट काट्यो भने ता दिङ दिङ बुगले खेल्नु मेमेको त्यो अब काम किसिन साला आज लोग काय की मुथु नि होसे सबै पलाउँछ अब एउटा कुरा नि अहिले हामी कुरा गरे क्या अब यो त उद्योगलाई चाहिँ चाहिन्छ राम्रो पनि भयो पाँच मात्रै आयो हैन यहाँ पनि अब बढ्ने भयो मरेर जाने भने फाइदा भयो हैन तर म काट्न आउनेलाई त मलाई त भारी पुर्याएर हिँड्नुपर्ने छ त्यही हो हामीले चाहिँ मिलाइ काट्नु लाग्नलाई के गरिदिनु पर्ला तालिम पनि अलिकति बढाउनु पर्यो पैसा उद्योगले पनि अब यो भन्दा मुनिको ल्यायो भने म लिँदैन भन्दिनु पर्यो के पैसा चाहिँ बढाउनु पर्यो हामीलाई चाहिँ जस्तो अवस्था अहिले कस्तो आयो भने चुरोट खान्छु म अब खाँदाखेरि राम्रो हुँदैन भने बाउ गऱ्यो भने हामी त पातमा त टिपेर लगिदिइहाल्छौँ ढिलो भयो के गर्दाखेरि चाहिँ होला कि उसलाई 2 रुपैयाँ बढी दिएर होला कि ल राम्रो काटिले 2 रुपैयाँ बढी दिन्छ हामी यो भन्दा त कति छ नि अन्त उसै इमानदारी छ हुन्छ दिदी अब धेरै टाढो नजाउँ अब भोलिसम्म राखिदिएको भए त हुन्थ्यो के अरे भोलि घर जानु गाह्रो छ हामीलाई तेल पनि अलिअलि घटेको नभए झाडी सबै गर्नु एकदम पारिलो पनि हुनु भएन उसिलो पनि चाहियो तर छापै छोपेको पनि हुनु भएन मुख्य कुरो झाडी नै सफा गर्नु पर्यो यही हो सर ल काम कुरो यति नै हो अब बाटो लागि हुन्छ